नेपाल प्रहरी जवानतर्फ अन्तर्वार्ता दिने साथीहरूको लागि एक महत्त्वपूर्ण प्रश्न र उत्तर लिएर आएको छु। सबैभन्दा पहिला फर्स्टमै सोध्ने प्रश्न भनेको तपाईँ आफ्नो परिचय दिनुहोस् भनेर सोध्छ। आफ्नो परिचयमा छोटकरीमा आफ्नो परिचय दिने हैन। नेपाल प्रहरीको प्रमुख को हुन् भनेर सोध्छ। त्यो तपाईँको धेरैचोटि सोधिसकेको क्वेसन हो। नेपाल प्रहरीको प्रमुख को हो भनेर प्रहरी महानिरीक्षक दानबहादुर कार्की यो 33औं आइजिपी हो। कुनै सवारी दुर्घटना भयो भने तपाईँ के गर्नुहुन्छ भनेर सोध्छ। यो डिसिजन मेकिङ क्वेसन हो। खासमा सवारीमा धेरै नै मान्छेहरू छन्। कुनै सवारी दुर्घटना भयो भने तपाईँ के गर्नुहुन्छ? सवारीमा धेरै नै मान्छेहरू छन्। सुरक्षा सुनिश्चित गर्छु। सुरक्षा सुनिश्चित भन्नाले कुनै तारबारहरू खस्या छ कि के छ त्यसलाई सुरक्षा सुनिश्चित भन्छ। र सहायताका लागि तुरन्तै आफ्नो कमान्डर र एम्बुलेन्सलाई बोलाउँछु र घाइतेको प्राथमिक उपचार गर्छु र मानिसहरूलाई शान्त राख्छु ताकि थप दुर्घटना नहोस् भनेर भन्नुहुन्छ भने एकदमै राम्रो। नेपाल प्रहरी कुन मन्त्रालय अन्तर्गत पर्छ भनेर यो पनि धेरैचोटि सोधिसकेको क्वेसन हो। गृह मन्त्रालय अन्तर्गत पर्छ। नेपालको गृहमन्त्री को हुन् भनेर सोध्न सक्छ। अहिले तपाईँको नेपालको गृहमन्त्री भन्नुपर्दा प्रधानमन्त्री स्वयंले सम्हाल्नु भएको छ। अहिले गृहमन्त्री चाहिँ चेन्ज गर्नुभएको छैन। साथीहरू ल यो नयाँ अपडेट कस्तो लाग्यो? हस्, थ्याङ्क यू।